वेलकम ब्याक टु माई मिनी ब्लग। र आज म सिन्जीमा डाक्टर नेचर वेलनेसको घरद्वार प्रचारको लागि घर दैलो प्रचारको लागि म हिँडिरहेको छु। त्यहाँनिर मेरो एकजना चिनाजाना बहिनी छ, मेरो जात भाइ, उहाँको घरमातिर लागिरहेछु। र म चाहिँ अहिले अब डाक्टर नेचर वेलनेसको अफिस तपाईँलाई देखाइरहेको छु। यो चाहिँ तपाईँलाई म यताबाट इन्ट्रेन्स लिएर म तपाईँलाई देखाइरहेको छु। यहाँनिर चाहिँ तपाईँको यहाँबाट म प्रवेश गर्छु है। यहाँबाट बाहिर निक्लेर तपाईँलाई इन्ट्रेन्स देखाएर चाहिँ यो चाहिँ डम्बर चौकबाट आउने बाटो। यो साइडबाट सिधा गयो भने चाहिँ होम्सको गाडी लाग्छ यो साइडमा, सिधा सिके चोक। अब यो लेफ्ट साइड राइट साइडमा चाहिँ यहाँ हाम्रो कालिम्पोङ आयुर्वेद हेल्थ केयर सेन्टर रहेको छ। यहाँनिर चिप्स दोकानहरू छ, ल्यान्डमार्क है। चिप्स दोकान छ, दुईवटा छ उहाँको दोकान। त्यसपछि थर्ड दोकान चाहिँ हाम्रो यो अन्तिम दोकान हो। यो चाहिँ हाम्रो डाक्टर नेचर वेलनेस आयुर्वेद कालिम्पोङ आयुर्वेद हेल्थ केयर सेन्टर। यहाँ सरहरू हुनुहुन्छ, पेसेन्ट पनि आइराख्नु भएको छ। हाम्रो प्रोपराइटर हुनुहुन्छ, हाम्रो सिनियर लिडर पनि हुनुहुन्छ। एकजना पेसेन्टलाई उहाँले बताउनु हुँदैछ। अब भने म अफिसबाट निक्लेर यहाँ आएँ। यहाँनिर चाहिँ म कञ्चन सिनेमा हलको त्यहाँनिर आएर म गाडी खोज्दैछु सिन्जी जाने। तर 2 बजी गाडी उम्केको हुनाले म 3 बजी गाडीमा चढ्नु पऱ्यो। त्यो 3 गाडीमा 3:30मा हिँड्यो। अब म भने सिन्जी पुगेँ। गाडीबाट उत्रेर म बहिनीको घरपट्टि लागिरहेको छु, जहाँ जानुपर्ने है। यो बाटो लागिरहेछ, एकदमै सुरभ्य रहेछ, मनोरम रहेछ। फर्स्ट टाइम यो साइडमा आएको मलाई चाहिँ एकदमै रमाइलो लाग्यो। र डाक्टर नेचर वेलनेसलाई मैले घर घरमा पुऱ्याउँछु भनेर प्रतिज्ञा गरेको छु। त्यो प्रतिज्ञालाई अवश्य पुरा गर्नेछु। यसरी जाँदा जाँदै म कसलाई सोध्नु भनेर जाँदै जाँदै एकजना भाइ स्कुटी लिएर आउनु हुँदैछ। उहाँले मलाई स्कुटीमा पुऱ्याइदिनु भयो, किनभने उहाँ चाहिँ त्यही घरको भतिजा रहेछ। त्यसले गर्दा उहाँले मलाई स्कुटीमा पुऱ्याइदिनु भयो। र उहाँसँग म स्कुटीमा सवार भएर हाम्रो बहिनी देन्का कालदेन भुटिया, हाम्रो ब्लगर पनि हुनुहुन्छ, उहाँ एकजना कन्टेन्ट क्रिएटर पनि हुनुहुन्छ। र मेरो जात भाइ बहिनी पनि हुनुहुन्छ। धेरै दिन वर्षदेखिको रिस्ता फेसबुकको माध्यमबाट उहाँ घरमा आउनु पाएँ। धेरै दिनदेखि मलाई बोलाउनु भएको थियो उहाँहरूले, उहाँको श्रीमानले, ज्वाइँले। म आज चाहिँ बोल्न मौका पाएर यसरी म सिन्जीमा आउने मौका पाएँ। अब स्कुटीमा सवार भएर यहाँबाट चाहिँ उहाँको घरमा म जाइरहेको छु। र तपाईँलाई यहाँको दृश्यहरू कस्तो लाग्यो? एकदमै मजा आउँछ। बस्तीको शान्त सुन्दर स्वच्छ है वातावरण हुन्छ। एकदमै राम्रो लाग्यो मलाई सिन्जीको एरिया। बसौँ लाग्दो। हामी बस्तीको मान्छेलाई बस्तीमा बस्नु मनपर्छ है, सहरको कोलाहलदेखि टाढा। यसरी मैले आज यसरी आउने मौका पाएँ। यसको लागि म परमपिता परमात्मा अनि हाम्रो डाक्टर नेचर वेलनेसको जति पनि सिनियर छ उहाँलाई धन्यवाद दिन चाहन्छु। झर्दैछु ओह्रालो है। हाम्रो बहिनीले हेर्नु हुँदै रहेछ। एकदम रमाइलो गाउँ लाग्यो हो यो सिन्जी। ल कुसो सम्बोला टाँसी देले कुसो सम्बोला। तपाईँलाई तक्लिफ दिएँ मैले। जनसलाई पनि भेटौँ भनेर जनसको नम्बरै नभएर कि जनस भुजेल क्या हो, समथारको टिचर क्या, पत्रकार। हाई। र भर्खर आइपुगेँ म है यहाँनिर हाम्रो बहिनीकोमा। सिन्जी आइपुगेँ र अब भोलि फर्किन्छु। र बाटोमा आउँदै उहाँको घर हेर्दै आउँदाखेरि सोध्दै आउँदाखेरि उहाँको भतिजले ल्याइदिनु भयो स्कुटीमा चढाएर। उहाँलाई धेरै धेरै धन्यवाद। र यस्तो छ, राम्रो लाग्यो मलाई सिन्जीहरू, एकदमै राम्रो लाग्यो है। कम ब्याक। म यसरी उहाँको घर आइपुगेँ र घरको वरिपरिको दृश्य यस्तो छ। मजाको पारि समथारहरू देख्नु हुँदैछ है। त्यति क्लियर छैन, यहाँबाट मुनिबाट हेर्दैछु। उहाँको मकै पाक्न लागेछ, धान चामल लागिसकेको छ। कति राम्रो रमाइलो दृश्य छ यहाँनिर। उहाँको फुलहरू मजाले रोप्नु भएको छ यहाँनिर है। आँगनमा सानो झलक देखाइरहेको छु। यहाँनिर जो फेसबुकमा पनि धेरै हेर्ने मौका पाएको थियो, आज प्रत्यक्ष रूपमा हेर्न पाएँ। मेन बाटोदेखि उहाँको घर यो सिँढीबाट झरेर म आइपुगेको है। आँगनमा एकजना वृद्ध व्यक्ति पनि हुनुहुन्छ, जो रहेछ उहाँ चाहिँ। अब यसरी उहाँको अर्ग्यानिक चुल्हामा अर्ग्यानिक खाना खानु यसरी म पाउन लागेको आज डाक्टर नेचर वेलनेसको प्रचारको लागि। र यी एकदम अर्ग्यानिक खाना खान पाइने भयो आज। उहाँले मेरो लागि खाना तयारी गरिदिनु हुँदैछ र उहाँलाई पनि म देखाइरहेको छु है। उहाँले पनि तपाईँलाई हाई गर्नुहुन्छ
र लाइक कमेन्ट सेयर चाहिँ पक्का गरिदिनुहोस् है। अर्ग्यानिक चुलामा खानु नपाएकोले हामी दुनियाँभरको रोग लागिरहेको छ। यस्तो चुलामा खाना बनाउनु छोड्यो। ग्यासले गर्दा हामी विभिन्न प्रकारको रोगले ग्रस्त भइरहेछौँ र स्वस्थ निरोगी कञ्चनकारी हुनु चाहिँ यसरी चुलामा आगो बालेर खानु राम्रो। बस्तीमै बसेको लाइफ चाहिँ राम्रो छ है, किनभने आउनेवाला स्थितिमा बिजुली सिजुली करेन्ट इन्टरनेट केही पनि रहँदैन। पहिलाको अवस्थामा आइपुग्छ, त्यसको लागि चाहिँ हामी अहिले नै तयारी बस्नु पऱ्यो। सहरदेखि लिएर गाउँमा घर छ भने पनि यसरी इँटा लगाएर चुला बनाएर दाउरा किनेर बरु खाना बनाएर खाएको राम्रो हो। अलिकति भाँडा मोल्नु झन्झट हुन्छ, कालो लाग्छ, त्यो पनि उपाय छ। माटो दल्यो भने भइहाल्छ। त्यसरी उहाँले सब्जी बनाउनु हुँदैछ, च्याउ बनाउनु भएछ, इस्कुसको मुन्टा बनाउनु भएछ, आलु बनाएछ। म केही नखाने, प्याज लसुनहरू केही खाँदिनँ। उहाँले त्यस्तै निरामिष, प्योर निरामिष खाना पनि उहाँले देखाउनु हुँदैछ। इस्कुसको मुन्टा बिचारा मेरो बहिनीले यसरी सेवा सत्कार पुर्याउनु हुँदैछ है, देखाउनु हुँदैछ। उहाँले च्याउ रहेछ, एकदम राम्रो च्याउ रहेछ र उहाँले नमस्ते पनि गर्नुहुँदैछ है। उहाँ पनि एउटा कन्टेन्ट क्रिएटर हुनुहुन्छ, देनका कालदेन भोटिया। तपाईँहरूले पनि उहाँलाई पनि प्रमोट गरिदिनु सक्नुहुन्छ, फलो गरिदिनु सक्नुहुन्छ है। र यति नै यो पार्ट। अब अर्को पार्ट तपाईँलाई देखाउँदै जानेछु। नमस्ते। र अब सेकेन्ड नेक्स्ट डे है, र यसरी बिहान उठेँ, नित्यकर्म सिद्ध्याएँ। अनि बहिनीले चिया दिनुभयो है। चिया पिएर चाहिँ यसो अब वरिपरि हेर्नु पऱ्यो बिहान एकचोटि भने। उहाँको सुँगुरको खोरहरू अब बस्तीमा चाहिँ त्यही हो, अर्ग्यानिक, सबै अर्ग्यानिक छ। अर्ग्यानिक सागसब्जी देखाउँ भनेर म आएँ। अनि मेरो जस्ट अपोजिटपट्टि चाहिँ म तपाईँलाई देखाउन सकिनँ, बादमा तपाईँले हेर्नुहुनेछ, सायद अगाडिको अघिल्लो भिडियोमा हेर्नुभयो। मकैहरू टक्कै धान चामल लागिसकेछ है, मजाको देखिरहेको छ। रमाइलो हाम्रो हुन त हाम्रो घरको अगाडि धान चामल लगाइरहेको छ मकैको है, मजाको रमाइलो देख्छ। एक्चुअली यो डुक्पाको दुन्त्य कथा अनुसार चाहिँ पहिला हामीलाई आमाले कथा भन्नुभएको सानो हुँदाखेरि। पहिला सत्ययुगमा चाहिँ तपाईँको यो के थियो अरे भने चाहिँ हाम्रो डुक्पा जातिमा हाम्रो खेतीपाती गर्ने नै हो, गाई पाल्ने होइन, पशुपालन गर्ने। यो धान चामल जुन छ, त्यो धान चामल चाहिँ त्यति बेला धान चामलबाट धानै हुन्थ्यो अरे, चामल बनिन्थ्यो अरे। अब फेरि मकै पनि चामल पनि गर्दा मान्छेले केलाउँदा धान चामल धान अलग छुटाउनु पर्ने, फेरि मकै पनि केलाउँदा अल्छी लागेर क्या त। अल्छी के साह्रो बनाएको हुन्छ नि, अल्छी भने के साह्रो हो यो वाक्कै लाग्यो भन्दा चाहिँ भगवान्ले सुनेर चाहिँ श्राप दिएको अरे क्या। अब तिमीहरूको मकै मात्रै हुन्छ, यो धान चामलबाट धान निक्लिँदैन, यो खालि स्याप्पै परेको स्याप्ले हुन्छ भनेर चाहिँ त्यसरी यता भगवान्ले श्राप दिएकोदेखि चाहिँ यो धान चामल हुन थालेको अरे। यसरी यहाँ वृद्ध व्यक्ति देख्नुहुन्छ, 65-67 इयर्समा पनि उहाँ चाहिँ 65-66 इयर्स ओल्ड हुनुहुँदैछ। बहिनीकोमा सहयोग गर्नुपर्छ, बहिनीको जो रहेछ उहाँसँग बात भयो अगाडि। यो बाटो हिजो आएको चाहिँ फेसबुकमा उहाँले धेरै हाल्नु रोक्नु भएको छ। उहाँको एउटा गेस्ट हाउस थियो, त्यहाँनिर म बसेँ, यही रुममा म बसेको थिएँ। उहाँहरूको रुम चाहिँ अलग्गै छ, उहाँको पैतृक रुम चाहिँ उहाँहरू बस्ने रुम चाहिँ यो सिँढीबाट चाहिँ म ओह्रालो चढेँ। यहाँ विभिन्न प्रकारको फुलहरू प्लान्ट यो बाटोबाट आएको माथि छ, र अनि यसरी तपाईँ देख्नु हुँदैछ। अनि यहाँदेखि आएर मूल घर, उहाँको मूल घर चाहिँ यो हो, मूल घरमै बस्नुहुन्छ उहाँहरू चाहिँ। अनि त्यो अघि म देखाएको चाहिँ गेस्ट हाउस, गेस्टको लागि चाहिँ त्यो रुम बनाउनु भएको रहेछ हो। अनि राम्रो त्यहाँ चाहिँ गेस्ट रुम चाहिँ मजाको छ, सबै व्यवस्था भएको छ। यो चाहिँ तपाईँको चिमले बारेको यो किचन हो, अर्ग्यानिक, सबै अर्ग्यानिक अर्ग्यानिक छ। अब यहाँ चाहिँ तपाईँलाई लगिरहेको छु कटेरा। महिनामा दाउराहरूको जरुरत, बस्तीमा चाहिँ यस्तै हुन्छ, मुनिको तलामा चाहिँ कटेरा दाउरा राख्ने हुन्छ है, दाउरामा आगो बनाउनु हुन्छ, दाउराहरू कलेक्सन गरेर बारीभरि हुन्छ, वरिपरि जङ्गल छ, दाउरा काटेर ल्याएर तर दाउरा चिर्नु चाहिँ पुरा मुस्किल पर्छ। तर पनि दाउरा बाल्नु, र अहिले चाहिँ मान्छेहरू ग्यासमा खाना दाउरामा जबदेखि खाना चाहिँ एकदमै हेल्दी हुन्छ। मिक्सी चलाउन थाल्यो, आज मान्छेले ग्यास चलाउन थालेर चाहिँ दुनियाँभरको बिमार होइन, मुङ्ग्रोले लुगा खोल्छ, तबदेखि चाहिँ मान्छे बिमार हुन्छ। पहिला यस्तो सुँगुर सबै सानसानो सुँगुर त्यो अर्ग्यानिक सबै मेसिनरी छ, त्यसले गर्दा मान्छे बिमार हुन्छ। अब यहाँनिर कुखुरा खोर छ, यसरी कुखुरा प्योर बस्ती मकै देख्नु होला, धान चामल भएको मकै देखिहाल्नु होला। पाल्नु भएको छ, यो चाहिँ सुँगुरको बुच्चा रहेछ क्या। यो सुँगुर चाहिँ पाडे सुँगुर, 6 महिनामै यो सुँगुर चाहिँ क्यारी गरेर बिग्रिन्छ। देखिरहेको सेतो र कालो मिसेको सुँगुरको आवाजै यस्तो। अब यहाँ भने तपाईँहरू डल्ले खोर्सानी देख्नुहुन्छ, बोटहरू विभिन्न प्रकारको इस्कुसको मुन्टाहरू, इस्कुसहरू होइन, तपाईँले चाहिँ बारीमा नै केराको बोट छ, केरा सर्टकटमा देखेर चाहिँ काँक्राहरू रहेछ, लौकाहरू देख्नु होला, लौकाको बोटहरू देख्नु होला, सबै प्रकारको साग। यहाँनिर भने अब यो
ठुलो सुँगुर एकदमै चाहिँ राम्रो छ माउ सुँगुर माउ त होइन यहाँनिर ठुलो चाहिँ सुँगुर ठुलो बुढी सुँगुर। सुँगुरै चाहिँ यहाँ तरङ्गै पारिदियो नि मलाई त तरङ्ग तर्छ कि सुतिरहेको म रहेछ त मैले बिम्जाइदिएँ भनेर भक गरेँ सुतिरहेको थिएँ म त क्या सुतेको तर्सेँ बिम्जाइदियो भनेर रिसाएँ है यसरी चाहिँ ल तपाईँले यति नै छ देख्नुभयो आजको हो भिडियो कस्तो लाग्यो यतिमा लाइक अन्त कमेन्ट सेयर गर्दैछु गर्नुहोस् प्योर ल बस्ती बाई यति सी भन्दै यु सुन म तपाईँहरूबाट बिदा चाहन्छु आजलाई र नेक्स्ट ब्लगमा भेट्ने अनुरोध गर्दै बाई बाई